आज सुन्तलाको हामीले साँधेर मजाले साँधेर खाँदैछौँ। ए स्वीकृतिले यो सबै मेहनत चाहिँ हाम्रो स्वीकृतिको हो है। सुदीप सरको बारीको ताजा ताजा सुन्तला साँधेर अब हेर्नुहोस् यस्तो छ। अब एकछिनमा कस्तो हुने हो थाहा छैन। आज हामी यहाँ सुन्तला सार्न गइरहेछौँ। हाम्रो सुदीप सरको बारीको ताजा ताजा सुन्तला। भयो नुन त बढी होला है। छोप है छोप होइन। अब धुलो खुर्सानीको पालो सबै लानु पिरो लगाएर त्यसपछि नुन हाल्नु। यो हाल्नु तेल हालेर अब तेलको पालो आमामामा कस्तो पड्क्या थियो। दही हालौँ। चिनीको भाँडा निकाल्नु बाँकी छ। आज खाजै यही हुन्छ हेर्नु है। फाइनली यस्तो भयो। एकदम बवाल छ हाम्रो तुलसी म्याडमले एकदम जाँड चढाएर पाउनु भयो। मस्त एकदम एकदम यो जिब्रोमै झुन्डिने स्वाद छ। मिठो लाग्ने बहुत ठिक छ। दही हालेपछि त झन् यसमा सुनमा सुगन्ध थप्या छ है। अझै कस्तो लाग्यो सर? एकदम स्पेसियलिस्ट। तुलसी म्याडम तपाईँले आफैले बनाएको चाहिँ यो कस्तो लाग्दैछ त ल भन्नुहोस्। यो त मेरो फेभरेटै भइहाल्यो है सुदेश सर। थ्याङ्क यू सो मच। यस्तो यम्मी यम्मी घरको के भन्छ अर्ग्यानिक सुन्तला खाउनु भएकोमा ल बवाल छ होइन त। ल यस्तै जाँड चलाउँदै गर्नुहोस्, खानुपर्छ। ल्याउँदै गर्नु सर, ल्याउँदै गर्नु। बगानै छ अब सुन्तला चाहिँ के होइन। विमल सर नि मुसु मुसु हाँस्दै खाँदै गर्दैछ त। अब है विमल सर खाऊ। ल ज्यास्मिन तिमीलाई कस्तो लाग्यो है सुन्तला? सुदीप सरको अर्ग्यानिक सुन्तला रे के बारीको। मिठो छ मिठो दामी मिठो छ। मैले अघि खाइसकेँ।